सो सबैजनालाई नमस्कार होइन, फेरि पनि स्वागत छ सरोज थापाको विचार सुन्नको लागि तपाईँ आइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद पहिलो कुरा। अनि म यो भिडियो किन बनाइरहेको छु आज त भन्दाखेरिमा अस्ति मैले जुन राजतन्त्र राम्रो कि गणतन्त्र राम्रोमा मैले आफ्नो विचारहरू राखेको थिएँ, त्यो विचार चाहिँ 5-6वटा व्यक्तिलाई अथवा धेरै व्यक्तिहरूलाई एकदम मन परेछ। अनि उहाँहरूले पहिलो भिडियो त ल्याउनु भयो, दोस्रो भिडियो पनि ल्याउनु पर्यो यही टपिकमा भने जस्तो मैले देखेँ कमेन्टमा। सो त्यो भिडियो यसै बारे हो, के अरे यो भिडियो त्यसै बारे हो होइन। आज हामी कुरा गर्छौँ यदि फेरि त्यही राजतन्त्र राम्रो कि गणतन्त्र राम्रो होइन, राम्रो कुनै पनि छैन तैपनि कुरा गरिदिउँ, आफ्नो ओपिनियन राख्न। ल यदि मानौँ अहिले राजतन्त्र यदि फर्किहाल्यो भने के होला? त्योभन्दा अगाडि के कस्तो कुरा भन्दाखेरिमा अस्ति 2-3 दिन राजतन्त्रका समर्थकहरू धेरै उफ्रिए, एकचोटि उफ्रिए, 2-3 दिन उफ्रिए, पछि सेलाइहाले। 2-3 दिन चाहिँ नि धेरै उफ्रिए। आजकल हल्का सेलाको अवस्था देखिरहेको छु मैले होइन। त्यो चाहिँ के हो अब त्यो कुरा अब उहाँहरूलाई थाहा किन सेलायो भन्ने कुरा। र पहिलो कुरा त नेपाली दाजुभाइहरू हल्का मूर्ख छन् जस्तो पनि देखेँ कि मैले त्यो सबै भिडियो हेर्दै जाँदाखेरि। मेरो मनले चाहिँ नेपाली दाजुभाइहरू हल्का मूर्ख रहेछन् भन्ने कुरा मैले सोचेँ क्या। त्यो किन सोचेँ भन्दाखेरिमा राजा चाहिँ ल्याउने भनेका छन्, राजाले सपोर्ट चाहियो, म अब आउन चाहन्छु भनेर घोषणा गरिसके पछाडि धेरै मान्छे गए, लाखौँ गए होइन। तर जनताहरू मूर्ख कहाँनिर भयो भन्दाखेरिमा राजा त ल्याउने, राजालाई के शर्तमा ल्याउने भन्ने कुरा सोधेन। राजा तपाईँसँग के प्लान छ? तपाईँ आउने 10 वर्ष 20 वर्ष 30 वर्ष के गर्नुहुन्छ? 30 वर्षमा गर्ने तपाईँको प्लान के छ होइन? 100 वर्षमा आउने 100 वर्षमा तपाईँले गर्नुपर्ने, तपाईँले गर्ने प्लान के छ त? तपाईँसँग प्लान के छ? सोधेनन् कि त्यो कुरा। मेन त त्यो कुरा सोध्नुपर्छ, किन भन्दाखेरिमा प्लान छ भनेको त्यो मान्छेले के गर्ला त? प्लानै छैन भने पछाडि अब सत्तामा बस्छु, अब जनताले जे खोज्छन् त्यही गर्छु, अब जसरी चल्छ त्यसरी गर्छु त भन्नु भएन। किन भन्दाखेरिमा जति बेलासम्म प्लान छैन त्यो कुरा सक्सेस हुन्छ भन्ने कुरा पनि देखिँदैन कि। प्लान त हुनु पऱ्यो नि पहिला, काम गर्छु भने पछाडि। अनि ल यदि राजा आइहाले त्यो सोधेनन्, त्यो सोध्नै पर्ने कुरा त्यो हो पहिलो कुरा। ल यदि राजा मानौँ आइहाले 2081 अहिले चलिरहेछ, 82 को सुरुमा आए मानौँ राजा, वैशाख जेठमै आयो। अबको 1-2 महिनामा राजा फर्किनु भयो भने पछाडि, ज्ञानेन्द्र शाह फर्किनु भयो भने पछाडि उहाँले गर्नु होला नेपालमा उद्योग कारखानाहरू पनि धेरै खोलिएलान् होइन। नेपालले पहिले पाएको इज्जत पुरै नपाउला तर थोरै फेरि पाउन थाल्ला होइन। तर राजाले कतिसम्म गर्लान् त? 5 वर्ष 10 वर्ष। राजाको एक्सपायर अहिले राजा कति वर्ष पुग्नुभयो? 80 वर्ष पुग्नुभयो भने पछाडि उहाँ धेरै बाँच्नु होला जस्तो पनि मलाई लाग्दैन होइन। किन भन्दाखेरिमा यो उमेरमा अब राजालाई केही नभए पनि 5-10 वर्षमा कालले बोलाइहाल्छ, 5-10 वर्षमा राजा एक्सपायर हुने नै हुन् होइन। त्यस पछाडि ल राजा एक्सपायर भए फेरि देशले शोक मनाउँछ राजाप्रति, राजा मर्नुभयो भनेर। त्यस पछाडि फेरि राज संस्था चल्ने प्रक्रिया अनुसार ज्ञानेन्द्र शाह बित्नुभयो भने पछाडि त्यो गद्दीमा आउने को त होइन। त्यो गद्दीमा आउने त हाम्रो नेपालीहरूले, हामी युवाहरूले उहाँको नाम के राखिदिएका छौँ त? भारत सरकार आइसिन्छ। त्यस पछाडि भारत सरकार आए पछाडि के गर्नु होला त? भारत सरकारकै अब इतिहास हेरौँ भने त त्यो इतिहास हेऱ्यो भने त गुन्डाहरूलाई पनि म धेरै सोझो रहेछु जस्तो लाग्छ होला कहिले त होइन। किन भन्दाखेरिमा उहाँको इतिहासै त्यस्तै छ, कति काण्ड गरिसक्नु भएको छ, कहाँ के आरोप छ, कहाँ के आरोप छ
अब राजा आयो भने पनि पुरै त्यो आरोपवाला राजा आइदिने भयो कि वंश नाश गरेको राजा आइदिने भयो। जस हल्ला छ नि त्यो हल्ला अनुसार बोलौँ। आफूले त देखिया पनि थिएन, जन्मिया पनि थिएन। राजा आफ्नै वंश मारेर आफू राजा हुन खोजेर आफ्नै वंश मारेको ऊ पनि छ, उहाँमा ट्याग छ नि त त्यो होइन। अनि छोरा पनि एकजना व्यक्ति मारेको एउटा ट्याग छ। त्यस पछाडि पारस शाह आउनुभयो भने पछाडि के होला देशको हालत? उहाँको काण्ड हेरौँ, उहाँको त्यो पर्सनालिटी हेरौँ भने त उहाँभन्दा त हाम्रै अहिलेका नेताहरू एक दुईजना राम्रो होला नि, उहाँभन्दा त कयौँ गुणा राम्रो होला। अब पारस शाह आउनुभयो भने गर्नु होला के त, गर्नु होला के, त्यो पनि सोध्नु पर्यो नि त। सबै कुरा सोध्न सक्नु पर्यो। राजतन्त्र एउटा पुरै त्यो देशकै शासन फेरिँदैछ भने पछाडि सोध्नु पर्यो कि होइन। किन भन्दाखेरिमा तपाईँहरूले नेपालीहरू पहिले नै चुतिया भइहाल्छन्, एक दुईवटा गफाने नि उत्तिकै चुतिया हुने गरे नि। गणतन्त्र ल्याउँदाखेरि 2-3वटा गफ दिदिए, नेपालीहरूले पत्ताइदिए होइन। त्यस्तो भएर गणतन्त्र आयो, गणतन्त्रले अहिले खासै उखाडेकै छैन। सो पछि पनि त्यही फेरि त्यो चुतियापन अब नदेखाउनु न त। फेरि राजतन्त्र आउँदैछ भने पछाडि त्यहाँ पनि केही न केही त उ गर्नु पऱ्यो नि, हामीले प्रश्नहरू सोध्नु पऱ्यो। पहिलाको जस्तो नहोस् भनेर हामीले भन्नु पऱ्यो, उहाँहरूलाई सुझाव दिनु पऱ्यो होइन। उहाँहरूले हुँदैन भन्दाखेरि पनि कसरी हुँदैन त्यसको जवाफ पनि माग्नु पऱ्यो नि त। बल्ल भएपछि त्यस्तो भइसकेपछि बल्ल एउटा शासन राम्रो चल्छ नि त होइन त। त्यसै राजा ल्याएर त भएन। राजालाई गद्दीमा बसालेर टक्कै एउटा अङ्गुर खुवाउने मान्छेले ट्याक्क अङ्गुर कार्टुन पारामा अङ्गुर खाएर बस्ने त होइन नि राजा। राजाले पनि केही काम गर्नु पऱ्यो। त्यही भएर के गर्ने त, तपाईँहरूसँग न प्लान छ, कोहीसँग प्लानै छैन भने पछाडि के गर्ने के अनि। राजतन्त्र 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 एकदमै त्यो हट टपिक भयो कि। राजतन्त्र ल्याएपछि चाहिँ होला के हुन्छ के त्यो पनि सोध्नु पऱ्यो नि। केही थाहै छैन। राजतन्त्र 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 मैले भनेअनुसार त्यो कुल एडिट्स हेरेर सिग्मावाला त्यो एडिट बनाइदिएर त्यो राजा नै हुन्, डन राजा नै ऊ हुन् भन्न त मिलेन नि त। सबै कुरा हेर्नु पऱ्यो, आफूले पनि सोच्नु पऱ्यो, आफूलाई के कस्तो लाग्छ त्यो पनि भन्नु पऱ्यो। केही नै नभनिकन केही नै नसोचिकन राजा नै हुन्, राजा आऊ देश बचाउको नारा लगाएको छ। त्यहाँ अधिकांश मान्छे त त्यहाँ युवाहरू बाइकमा किन हिँडेछन् थाहा छ? हेलमेट लाउनु पर्दैन होइन। अगाडि झन्डा 2टा लाउन पाइएछ, सिसा मिरर खोलेर मिररको ठाउँमा झन्डा लाउन पाइएछ, पड्काउँदै हिँड्न पाइएछ। त्यही भनेर अधिकांश युवा त त्यही भएर हिँडेछन् नि। राजालाई सपोर्ट गर्न हिँडेको छैनन् खासमा तिनीहरू त ट्याक्क आफू कुल भइदिन्छु होइन, ट्याक्कै लाएर त्यसरी पो हिँडेछन् त। अनि राजावादीहरूले चाहिँ के सोचेको छन्, युवाहरू यत्रो छन् भन्ने। तर होइन, अर्को तरिकाले सोचौँ भने गणतन्त्र ल्याएकै आन्दोलनले हो, राजतन्त्र फालेकै आन्दोलनले हो। अहिले आन्दोलन भएर शासन त्यो एउटा शासनै नफेरिएला भन्ने कुरा छैन। फेरिन सक्छ, सबै जनताहरू बाटोमा उत्रियो भने फेरिन सक्छ। तर कुनै कुनै कन्डिसनमा हुनु पऱ्यो होइन, त्यस्तो तरिकाले हुनु पऱ्यो कि। त्यो त्यसै आयो गयो त्यस्तो त होइन नि। एउटा पुरा देश चलाउँछ हामीले, देश। राजा आयो भने राजाले पुरै देश चलाउँछ, एउटा सिङ्गो देश चलाउँछ नि होइन। त्यत्रोको लागि त उसले के प्लान गरेका छन् त्यो पनि सोध्नु पऱ्यो नि त होइन। राजा 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 भन्न पनि मिल्दैन। फेरि गणतन्त्रलाई पनि म मजाले फेरि मेरो विचार सुन्दा गणतन्त्र राम्रो मान्ने मान्छे रहेछ, मूर्ख रहेछ, केपी ओली प्रचण्ड हाई गर्ने मान्छे रहेछ भन्नु होला मलाई। तर त्यस्तो होइन। सोचौँ भने पछाडि गणतन्त्रमा देखिएका कमी कमजोरी माथि लिडर्सहरू जुन फोरी लिडर्सहरू छन् तिनीहरूलाई फिल्टर गर्न सकियो भने त गणतन्त्र नै राम्रो हो नि होइन त। राजतन्त्रमा हामीले धेरै कमी कमजोरी देख्यौँ नि होइन त। त्यत्रो बेला शासन चलाए, धेरै यो ठुला मान्छेलाई फाइदा भयो, धेरै जसो साना साना मिडल क्लास होइन, त्यो 2 छाक खानै नपुग्ने मान्छेहरूलाई त त्यही न त्यसलाई गणतन्त्रले राम्रो बनायो न राजतन्त्रले राम्रो बनायो।
त्यो त के त अनि त्यो गल्ती गर्नु भएन कि हामीले। अब राजा आयो भने के कन्डिसनमा आउने त्यो कुरा थाहा पाउनु पर्यो। फेरि मलाई गणतन्त्र सपोर्टर चाहिँ भन्नु मिल्दैन, किन भन्दाखेरिमा म कसैलाई सपोर्ट गर्दैन। न मलाई गणतन्त्र ठिक लाग्छ, न मलाई राजतन्त्र ठिक लाग्छ। मलाई मेरो आफ्नै तन्त्र ठिक लाग्छ, त्यो म आफ्नै विचार भनिदिन्छु। हो कि गणतन्त्रलाई पनि राम्रो भन्न मिल्दैन नि। गणतन्त्रलाई राम्रो गराउन सकिन्छ कि, गणतन्त्रलाई सकिन्छ। तन्त्रै फेर्नुभन्दा तन्त्र फेरिसके पछाडि 4-5 वर्ष त त्यो तन्त्रमा फिट हुन हामीलाई टाइम लाग्छ नि, होइन त? त्योभन्दा त गणतन्त्रलाई नै राम्रो गराउने त्यो तरिकाले त्यो गर्नु पर्यो। सबै मान्छे सचेत हुनु पर्यो नि त। अनि अहिले चुनाव 80मा भयो, 79मा चुनाव भयो। त्यति बेला चाहिँ त्यो मासु भात खान पाएँ, बाइकमा 2-3 लिटर पेट्रोल हाल्न पाएँ। पेट्रोल हालिदिएछ, कसले हालिदिएछ? काङ्ग्रेसले हालिदिएछ, कसले हालिदिएछ? नेताले हालिदिएछ है। त्यो भनेर हिँड्ने, त्यति बेलामा 2-4 हजारको न्युले चाहिँ नि भोट दिने, जिताउने उहीलाई। अनि पछि गएर उही नेताले नराम्रो काम गरिदियो भने राजा 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 आऊ देश बचाऊ, राजा आऊ देश बचाऊ त भन्न मिलेन नि त, होइन? किन भन्दाखेरिमा ऊ भर्खरको नेता भएर उसले आफ्नो के अरे आशा मेटाइदिए भए पनि तपाईँहरूले पछि उसलाई दिनु हुँदैन थियो। तर तपाईँहरूले कन्टिन्युसली एउटै मान्छेलाई जिताइराख्नु भएको छ नि त, होइन? त्यो कार्यकर्ताहरूले चुनाव आए बेला चाहिँ जसरी भए पनि पैसा घुसाउनै पर्छ, 2-4 हजारको न्युमा भोट दिदिने। पछि चाहिँ त्यही जुन ती छन् नि ती नेताको खुट्टा चाट्नेवालाहरू पछि गएर तिनीहरूले राजा आऊ देश बचाऊ, राजा आऊ देश बचाऊ त भन्न मिलेन नि त। जतिसक्दो गणतन्त्रलाई राम्रो गराउने, सकिन्छ भने गणतन्त्रलाई राम्रो गर्ने। तर गणतन्त्रले राजतन्त्र भन्नुको अर्को कारण पनि के हो त भन्दाखेरिमा अब गणतन्त्रले सारा आशै मेटाइदियो कि। गणतन्त्रबाट के आश मानेको थियो जनताहरूले सबै मेटाइदिएछ, होइन? त्यो पनि नराम्रो हो। त्यही भएर पनि मान्छेहरू राजतन्त्रमा लागे, केही हुँदै भएन भनेर हो कि राजतन्त्रमा लागे। तर यसो सोचौँ भने पछाडि गणतन्त्रलाई राम्रो गर्न सकियो भने पछाडि गणतन्त्रमा हामीलाई पाएको हक राजतन्त्रमा नपाउन सक्छौँ। त्यही भएर यदि त्यस्तो मैले भने जस्तो गर्न सकियो भने राम्रै होला देश। अब सबैको आफ्नो विचार, होइन? कसैलाई भिडियो मन पर्ला, कसैलाई नपर्ला, त्यो तपाईँहरूको हातमा छ। यति नै हो मेरो आजको कुरा। धन्यवाद। जय नेपाल।